काठमाडौँ उपत्यका नजिकै रहेको नमोबुद्ध नेपालको एक अत्यन्तै पवित्र र प्रसिद्ध बौद्ध तीर्थस्थल हो। यो काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ। शान्त वातावरण, धार्मिक महत्त्व र प्राकृतिक सुन्दरताका कारण यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गर्दछ। पौराणिक आख्यान अनुसार द्वापर युगमा बुद्धका अघिल्ला अवतार महासत्व राजकुमारले यसै स्थानमा भोकमरीका कारण छटपटिएकी आमा बाघिनी र बच्चालाई बचाउन आफ्नो शरीरको मासु र रगत दान गरेका थिए। पछि शाक्यमुनि बुद्धले यस ठाउँको भ्रमण गरी त्यो अस्थिपञ्जर बाहिर निकालेर स्तूपको निर्माण गर्न लगाएका थिए भन्ने विश्वास गरिन्छ। राजकुमार महासत्वको अस्तु धातु राखिएको प्राचीन र भव्य स्तूप, जहाँ श्रद्धालुहरू पूजा आराधना र परिक्रमा गर्छन्। राजकुमारले बाघिनीलाई आफ्नो शरीर दान गरेको भनिएको मुख्य स्थान, जहाँ ढुङ्गामा कुदिएको भावपूर्ण मूर्ति देख्न सकिन्छ। यहाँबाट गणेश हिमाल, लाङटाङ लगायतका सुन्दर हिमश्रृङ्खलाहरू स्पष्ट देख्न सकिन्छ। वरिपरिको हरियाली र शान्त वातावरणले मनलाई छुट्टै शान्ति दिन्छ। काठमाडौँबाट नमोबुद्ध करिब 40 देखि 45 किलोमिटरको दूरीमा पर्दछ। काठमाडौँबाट बनेपा वा धुलीखेल हुँदै सोझै सवारी साधन, मोटरसाइकल, कार वा बसमा नमोबुद्ध पुग्न सकिन्छ। पदयात्रा मन पराउनेहरूका लागि धुलीखेल वा नमोबुद्ध फेदी शङ्खुबाट 2 देखि 3 घण्टाको हाइकिङ गरेर सल्लाघारी र गाउँघरको दृश्य हेर्दै उक्लनु निकै आनन्ददायी हुन्छ। नमोबुद्ध केवल एउटा धार्मिक स्थल मात्र नभएर करुणा, त्याग र आत्मज्ञानको प्रतीक हो। यदि तपाईँ मानसिक शान्ति, ध्यान र प्रकृतिसँग समय बिताउन चाहनुहुन्छ भने नमोबुद्ध एक उत्कृष्ट गन्तव्य हो।